आफ्नो नाम भन्न त My name is Kamsan Dhamala. यो चाहिँ मेरो भाइ हो है खासमा क्या गुल्लो ऊ कति पाके पाएछ यार आल्चा खानामै खाना खुद्रा चढ है यो खुद्रा प्रगति गर्छ कि यहाँ तुखा चढ्ने मान्छेहरूले चाहिँ ए पिछले बारेको ओ सन्चै हुनुहुन्छ ए घाँस लिएर आउनु भयो ए घाँस त भएन नि म अघि दिउँसो अघि भएर आइपुगेको होइन म बाबा र म मात्रै आएको यसो खेती लाम भनेर आएको अब हजुर मम्मी अलिक पछि आउनुहुन्छ हजुर खेती लाउनु ए उहाँ नि खेती छ उहाँ तरकारी टनेला खेती छ हाम्रो बेसी जति पुरै टनेला छ उहाँ दुई खेती उताबाट नि गर्ने यहाँ नि गर्ने ए ल खै ल्याउनु त्यो एउटै हेर्नुहोस् है यस्तो छ अब यो चाहिँ म चाहिँ ट्याक्क खाएर देखाउँछु होइन मिठो मिठो दिउँ त खिची छ यहाँ किन म मात्रै यो चाहिँ खासमा आल्चाको बोटो है यस्तो हुन्छ आल्चा चाहिँ अलि चाहिँ अमिलो काँचो भएर पाकेपछि अब हामी चाहिँ गाउँमा हुर्केको मान्छे अलिक बाँदर जस्तै टाइपको हुन्छ क्या काँच्चै खाएर भ्याउने नि बाँदरले नि अब हातमा बाँदरको हातमा नरिवल दियो भने पहिला सक्छ नि त्यस्तै अब हामी नि गाउँमा पाके चिज काँचैमा सकिसकेपछि पाकेपछि खानु नपाउने अनि पाके खाँदा चाहिँ अलिक बाहिरतिर यसो अन्तबाट ल्याइसकेपछि अनि पाके खानु पर्ने बाध्यता छ क्या काँचै मिठो हुन्छ नि टिपेर खानु लाग्यो होइन गाउँको चिज अनि मेरो भाइहरू चाहिँ यहाँ माथि रुखा चढिरहेको छ एउटा भाइ चाहिँ त्यहाँ तल पुगिसक्यो स्वयम्यूको साथीहरू उसको होइन मेरो ठुलमनी पनि आउनु भयो जस्तो आइपुग्यो ए आन्टी आइपुग्नु भयो ए ल आन्टीले फाइनली बाहिर ल्याउनु भइसक्यो होइन अनि त्यसपछि अब गाउँमा आज अब बल्ल बल्ल आइएछ गाडीमा आइसकेपछि अलिकति गाह्रो पनि भएको थियो थकै लागिरहेको छ तर पनि बहिनीहरूले ऊ पारिपट्टि वनमा यता जुन देखाइरहेको छु नि हो त्यो पारिपट्टि वनमा काफल हान्जाम भन्दा थियो अब आज त अलिक ढिलो हुन्छ बरु त भोलि जाम भनेको फेरि उनीहरूले स्कुल जानुपर्छ भनेको छ तर काफल सके पनि अलिअलि रुखा त बाँकी बसेको हुन्छ नि त त्यसको लागि हो नि त होइन बाँकी बसेको हुन्छ रुखा बाटो हामीले कति देखाएको थियौँ बरु नि त